यदि साइप्रसमा हुनुहुन्छ भने तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन। काको पिटिया भन्ने ठाउँमा आज चाहिँ के भन्छ पिकनिक काको पिटियामा। पौडी खेल्नुपर्छ क्या हो। यतिको आज चाहिँ बबालै भयो त बल्ल बल्ल निस्केको होइन म। कि त नेपालीहरूले पनि ढुन्डाएको छ कि के हो। निकोसियादेखि लगभग 1 घन्टा 40 मिनट स्कुटीमा आइयो होइन। ल हेलो हाई नमस्ते अनि वेलकम ब्याक टु माई अनदर न्यू भिडियो आफ्टर लङ टाइम है गाइस। सबैजनालाई स्वागत गर्न चाहन्छु अनि आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। सो आज चाहिँ फेरि म धेरै समयपछि मेरो च्यानल चाहिँ रुयो क्या युट्युबमा है। त्यसले गर्दाखेरि बल्ल बल्ल निस्किएको होइन सबैलाई जानकारी। अनि सो आज चाहिँ के भन्छ बाइकमा चाहिँ काकोपिटिया त्यो पार्क खोलातिर जाने निर्णय गर्यो गाइज है। त्यसले गर्दाखेरि तपाईँहरूले यदि मेरो च्यानलमा तपाईँहरूलाई है नयाँ हुनुहुन्छ भने प्लिज सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु होला। अनि तपाईँहरूलाई के कस्तो लाग्छ भिडियो कमेन्ट पनि गर्न सक्नुहुन्छ। तपाईँहरूले यदि है साइप्रसको बारेमा तपाईँहरूलाई केही जानकारी पनि चाहिएको छ भने मलाई कमेन्ट गरेर तपाईँहरूको प्रश्नहरू सोध्न सक्नुहुन्छ। म तपाईँहरूलाई मैले जानेको बुझेको तपाईँहरूलाई मैले गर्नेछु। धेरैजनाले चाहिँ मलाई के भन्छ मेसेजहरू गरिराख्नु भएको थियो, रिप्लाई दिनै पाएको छैन कामको कामले गर्दाखेरि। सो बल्ल बल्ल के भन्छ फार्मदेखि निस्क्यो होइन छुट्टी। अनि त्यसले गर्दाखेरि सो सबैजनालाई थ्याङ्क यू सो मच जतिजनाले साथ सपोर्ट र माया गर्नुभएको छ। सो यो भिडियो हेर्नुलाई एकदमै बवाल हुनेछ होइन। त्यहाँ चाहिँ त्यो खोलाहरू नालाहरू छ अरे क्या त्यहाँ होइन। जस्ट फर्स्ट टाइम जाँदैछौँ बाइकमा, के कस्तो हुन्छ सबै मान्ने कोसिस गर्छु ल। यहाँ चाहिँ हाँसहरू पनि रहेछ है। यहाँ खेल्दैछन् निकै है। उयो त यता आँपसम्म छ हाँस त। लगायत यहाँ चाहिँ हामी निकोसियादेखि लगभग 1 घन्टा 40 मिनट स्कुटीमा आइयो होइन। यहाँ कति त नेपालीहरूले पनि ढुन्डाएको छ कि के हो। प्लस जी के भन्छ
पुरै नेपालमा माथि मुस्ताङतिर हिँड्ने जस्तै है मान्छेहरू पनि यहाँ पुरै खोलामा छ नि। तर शीतल चाहिँ शीतल छ, तल निकोसियाहरू भन्दा चाहिँ शीतलै छ है। बाटो यस्तो छ है, टक टक ढुङ्गाको। ल यतिको आधा चाहिँ बबालै भयो त, बल्ल बल्ल निस्केको होइन म। खोला यस्तो छ। यो पुल चाहिँ भत्किसकेछ होइन। खोला नाला यसो हेर्नु पर्यो नि त गाई चाहिँ है। बबालै शीतल भयो ल। हेर त दामी छ पानी। कस्तो छ माटो अब दामी रहेछ यार। चिसो छ पानीमा, पौडी खेल्नुपर्छ क्या हो। लगाइ साइप्रसमा पनि चाहिँ नेपाली ढाका टोपी झल्क्यो है। यस्तो आइएको छ आज रट्टसँगले काको पृथ्वी होइन, धेरै दिनपछि। ल बबाल छ लगाएको चाहिँ। हामीले चाहिँ भात सातहरू उतैबाट लिएर आएको थियौँ रुमदेखि नै होइन। यो चाहिँ आज चाहिँ के भन्छ पिकनिक काको पृथ्वीमा बबाल छ त। यहाँ देखाइदिउँ न त, यतिको चाहिँ छ होइन। पुरा देखाइदेऊ झर्ना खोला नाला। लगाइ छ अब आइयो होइन। के भन्छ काको पृथ्वी भात सात पनि खाइयो है। भात चाहिँ हामीले उतैबाट बनाएर लिएर आएको थियौँ। अब नेपाली टोपी ढल्किसक्यो गाई छ है। अब फर्किनु पनि पर्ने हुन्छ एकदमै। लगभग 1 घन्टा 40 मिनट लाग्ने रहेछ स्कुटीमा है। अनि सो रमाइलो भयो आज फर्स्ट टाइम निस्केको होइन। सो त्यही हो है। सबैजना यदि साइप्रसमा हुनुहुन्छ भने तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन। काको पृथ्वी भन्ने ठाउँमा स्कुटीमा पनि मजाले आउन सक्नुहुन्छ, गाडीमा त झन् मजाले आउने नै भइगयो। सो त्यही हो गाई चाहिँ। थ्याङ्क यू सो मच सबैजनालाई। अनि यदि मेरो च्यानलमा पनि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब पनि गर्नु होला भन्न चाहन्छु गाई। ल लाग्यो गाई अब रुमतिर लाग्नुपर्ने हुन्छ यहाँ टाढा छ निकोसिया। त्यसले गर्दाखेरि चाहिँ के भन्छ अब हामी हिँड्नुपर्ने हुन्छ होइन। तपाईँहरू पनि आउन सक्नुहुन्छ, बवाल छ है, रमाइलो छ। ल मान्छेहरू पनि टन्नै आउँदो रहेछ यार यहाँनिर होइन। नेपाली टोपी चाहिँ नेपाली ढाका टोपी वन जङ्गलमा आफ्नै पारामा रमाएको छ गाईलाई। काठको पुलहरू है। रात पऱ्यो अब त रात पऱ्यो जस्तो हुन्छ होइन। खोलाहरू बबालै छन् तिमीलाई चाहिँ। निकोसियामा त्यस्तो के भन्छ 33 डिग्री सेल्सियस छ गर्मी। यहाँ चाहिँ छैन, त्यति साह्रो छैन गाइस।
गर्मी महिनामा घुम्न आउने ठाउँ चाहिँ यो एरिया रहेछ है। अब बबाल भ्यू छ गाइस।